नमस्ते। द टेक्निकल गुरु च्यानलका युवराज यादवले दिनुभएको जानकारी अनुसार आगामी निर्वाचन 2082लाई लक्षित गरेर म्यादी प्रहरीमा एकदमै ठूलो संख्यामा भर्ना खुलेको छ। ल आज हामी यही महत्त्वपूर्ण अवसरको बारेमा जान्नुपर्ने सबै कुराहरू एक एक गरेर बुझ्नेछौँ। हो, तपाईले सही सुन्नुभयो। देशको आउँदो चुनावलाई सुरक्षित र व्यवस्थित बनाउनको लागि ठूलो संख्यामा म्यादी प्रहरीको माग भएको छ। जो अस्थायी रोजगारीको खोजीमा हुनुहुन्छ उहाँहरूका लागि यो एउटा निकै राम्रो अवसर हुन सक्छ। अब यो अवसर कत्तिको ठूलो हो त? यो केवल एउटा छोटो अवधिको जागिर मात्रै होइन, यो त देशको चुनावलाई सफल बनाउन योगदान दिने एउटा महत्त्वपूर्ण मौका पनि हो। किनभने चुनावलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन म्यादी प्रहरीको भूमिका एकदमै अहम हुन्छ। अनि यो कुनै हल्ला होइन है, यो त नेपाल सरकार गृह मन्त्रालयको आधिकारिक निर्णय नै हो। यसको मुख्य उद्देश्य भनेकै देशको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन चाहिने सुरक्षा व्यवस्था मिलाउनु हो। त्यसो भए यो अवसरका लागि के योग्यताहरू चाहिन्छन् त? ल, अब न्यूनतम मापदण्डबारे अलिकति विस्तारमा हेरौँ है त। आवेदन दिनका लागि खासमा 4वटा मुख्य योग्यता तोकिएको छ। पहिलो, साधारण लेखपढ गर्न सक्नु पर्यो तर कम्तीमा 8 कक्षा पास गरेकोलाई चाहिँ प्राथमिकता दिइन्छ। दोस्रो, उमेर 18 वर्ष पूरा भएर 54 वर्ष ननागेको हुनुपर्छ। अनि तेस्रो, कुनै पनि फौजदारी अभियोगमा सजाय नपाएको। र चौथो, शारीरिक तथा मानसिक रूपमा पुरै स्वस्थ हुनु एकदमै जरुरी छ। उमेरको दायरा हेर्नुहोस् त, निकै फराकिलो छ नि। 18 वर्षदेखि 54 वर्षसम्म। यसले गर्दा धेरैजना यो अवसरका लागि योग्य हुन सक्नुहुन्छ। आधारभूत योग्यताको कुरा त भयो, अब केही निश्चित शारीरिक मापदण्डहरू पनि छन् जुन पूरा गर्नुपर्ने हुन्छ। शारीरिक मापदण्डको कुरा गर्दा पुरुषको हकमा न्यूनतम उचाइ 5 फिट 2 इन्च र तौल कम्तीमा 50 केजी हुनुपर्छ। छाती चाहिँ नफुलाउँदा 31 इन्च र फुलाउँदा 33 इन्च हुनु पर्यो। अनि महिलाहरूको लागि भने न्यूनतम उचाइ 5 फिट र तौल कम्तीमा 42 केजी तोकिएको छ। ल, अब सबैले कुरिरहेको कुरा, तलब र अन्य सुविधाहरू चाहिँ के छन् त? आउनुहोस् यसबारेमा कुरा गरौँ। म्यादी प्रहरीको सेवा अवधि सामान्यतया करिब 40 दिनको हुन्छ। अब यो छोटो तर महत्त्वपूर्ण अवधिमा के कस्ता सेवा सुविधा पाइन्छ त्यो हेरौँ। सेवा सुविधाहरू त साँच्चै आकर्षक छ नै। तलब नेपाल प्रहरीको जवान सरह नै हुन्छ। त्यति मात्र होइन, काममा खटिएको बेला दैनिक राशन भत्ता पनि पाइन्छ। पोशाकका लागि एकमुष्ट पैसा र सेवा अवधि भरका लागि दुर्घटना बिमाको पनि व्यवस्था छ। मतलब यो तलब मात्र नभएर एउटा पूरा प्याकेज नै हो। अब आवेदन त धेरैले दिन सक्छन्, तर छनौट प्रक्रियामा केही खास अनुभव र पृष्ठभूमि भएका व्यक्तिहरूलाई चाहिँ प्राथमिकतामा राखिन्छ। छनौटमा विशेष प्राथमिकता पाउनेमा पहिलो नम्बरमा त पूर्व सुरक्षाकर्मीहरू पर्नुहुन्छ, जस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी वा नेपाली सेनाबाट अवकाश पाएका व्यक्तिहरू। त्यसपछि पहिलाको चुनावमा म्यादी प्रहरी भएर काम गरिसकेका वा वन रक्षक जस्ता अन्य सुरक्षा निकायमा काम गरेकाहरूलाई पनि प्राथमिकता दिइनेछ। ल, अब सबै कुरा बुझिसकेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा, आवेदन दिने प्रक्रिया के हो त? प्रक्रिया एकदमै सजिलो छ, कतै भौतारिनु पर्दैन। आवेदन फारम लिन र आवश्यक कागजातसहित बुझाउनका लागि आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरे पुग्छ। अन्तमा यो केवल एउटा रोजगारी मात्रै होइन, यो त देशको लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी भएर राष्ट्रको सेवा गर्ने एउटा सुनौलो अवसर पनि हो। देशको सबैभन्दा ठूलो उत्सव यानि चुनावलाई सफल बनाउने यो अमूल्य मौका गुमाउनुहुन्छ त?